हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। अनि के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला होइन। अब अहिले चाहिँ मेरो स्कुल टिफिन भएको छ। अब खाजा के खाने भनेर सधैँ अन्यल भइरहन्छ। अनि मैले चाहिँ हिलेबाट एउटा चाहिँ यो चाइनिज आँप होइन, हेर्नु त कस्तो मजाको छ, कस्तो मजाको पाकेको छ होइन। हेर्नु न, पाक्दा पनि यस्तो राम्रो तरिकाले पाक्छ होइन। अब हाम्रो नेपालमा चाहिँ कस्तो हुन्छ, तपाईँहरूले खानुभएकै छ होइन। अब यो चाहिँ चाइनाको अरे, यो चाहिँ 300 रुपियाँ केजी पऱ्यो, जम्मा 3 दाना यसमा परेको थियो। एउटालाई 100 रुपियाँ पर्दो रहेछ साथीहरू, अचम्म होइन। अब यो टिफिनमा चाहिँ म यही आँप खान गइरहेको छु। कस्तो हुँदो रहेछ स्वाद, अब हेरौँ न त होइन साथीहरू। अब म काट्न गइरहेको छु। हामीसँग चकबोर्ड छ, यहाँनिर छ, टक्कसँगले यसलाई छिल्ने हो गाइज। अनि यसको चाहिँ एकदमै कोया चाहिँ एकदम सानो हुन्छ अरे भन्ने सुनेको थिएँ। अब कस्तो छ एकचोटि काटेर हेरौँ। यस्तो दामी छ साथीहरू, कस्तो दामी छ होइन। चट्टसँगले यसरी झ्याम काट्ने हो गाइज। चाइनिज भए पनि एकदमै मिठो हुँदो रहेछ साथीहरू, असुल हुने रहेछ। जे होस्, मिठो फल रहेछ। मलाई त भन्थे मान्छेले चाइनिज माल आज छ भोलि छैन भन्थे। मैले चाहिँ हिजो किनेर ल्याएको, आज जस्ताको त्यस्तै रहेछ, कुहिएर रहन्छ है साथीहरू। ल यस्तै छ साथीहरू, च्यानल हेर्दै गर्नु होला। चाइनिज फल चाहिँ मिठो हुँदो रहेछ, आज छ भोलि छैन भन्ने खालको होइन रहेछ, मिठो रहेछ साथीहरू।